यो रोटी पकाउने ढाड के निकाल्नु बित्थामा हाम्रो घरमा पाकेका अनर्सा रोटी खाने भए लागो एकचोटी कान्छी के छ ठीक छ अनर्सा पकाउँदैछौँ हामी तिहार लागेको छ हाम्रोतिर आउनुहोस् है सनी कान्छी के छ ठीक छ नि एकदम ठिक छ पोहोर अनर्सा बिग्रेर यसपाला चाहिँ एकदम छिट्टै आएर बनाइदिइरहेका छौँ माइले हजुर फुले म्याडमको के छ त ठीक छ फटाङ्गे रोटी हो नि सेता रोटी फटाङ्गे मात्रै पाक्छन् कोही कोही त हाल्दैन आमैको भ्याइ नभ्याइ छ भएन भएछ हजुर ल हाम्रोतिर अब तिहारको रौनक आइसकेको छ यहाँ आज काकी आमा पनि आउनुभएछ है आमाको पिठै छ हेर काकी आमाको पिठो पाक्दैन अरे आज भन्ने पो सुन्दैछु धेरै छैन मेरो यसपाला चाहिँ राम्रो होस् भनेर हामी बेलैदेखि आइरहेका कान्छा राजुको दुई जम्बुट्यौ ल ल दुई जम्बुट्यौ तेरो हानमा गर्छु ल ए यतातिरै ए यतातिर पनि छ नि है हेर्नु होला रोटी के टाइम खप्टाइसन्ने मान्छेहरू हेर्नु होला म्याडम के छ रोटी खप्टाइ ठिक छ ठिक छ हजुर यता उता छाले उतरे गर्छन् ल रोटी एकदम राम्रो भएछ ल हो सबैभन्दा खुसीको कुरो साँच्चै रोटी राम्रै भएछ हामी रुना मात्र नसाकेर गएका थियौँ एउटा हालौँ ल एउटा लाउँ ल हाम्रो कान्छी यो वर्ष हिरा चाहिँ एकदम खटिराख्नु भएको छ कामी धोलेका हिरा रोटी पकाउन चाहिँ म कतिवटामै पुग्नु पर्ने पनि हिँडिहाल्ने पकाउने को पो तपाईँ जाने होइन कि म पनि जाउँ भन्दैछु दिदी कि जाउँ हौ माइत जाने पनि एकदम सल्लाह हुँदैछ टाढा छ खोटाङ बजार लिक्का पोखरी उहाँहरूको माइत दुईजनाको है माइत चाहिँ तेल हाल्नु माइत जाने सल्लाह हुँदैछ यहाँनिर पाक्दैछन् रोटी सबै ठिक पारिदिएर जानु पर्छ